प्रश्न नम्बर 1 नेपाल प्रहरीका प्रथम प्रहरी महानिरीक्षक को हुन्? नम्बर क दीपक थापा, नम्बर ख शैलेश थापा छेत्री, नम्बर ग तोरण शमशेर जबरा, नम्बर घ दीप शमशेर राणा। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ग तोरण शमशेर जबरा। प्रश्न नम्बर 2 नेपाल प्रहरी वर्षमा घर बिदा कति दिन पाइन्छन्? नम्बर क 15 दिन, नम्बर ख 20 दिन, नम्बर ग 25 दिन, नम्बर घ 30 दिन। यसको सही उत्तर रहेको छ अप्सन नम्बर घ 30 दिन। प्रश्न नम्बर 3 प्रहरी नायब निरीक्षकको दर्जानी चिन्ह कुन हो? नम्बर क काँधमा रिबन, नम्बर ख काँधमा एक तारा, नम्बर ग खुकुरी डन्डाक्रस, नम्बर घ काँधमा 2 तारा। यसको सही उत्तर रहेको छ अप्सन नम्बर घ काँधमा 2 तारा। प्रश्न नम्बर 4 प्रहरी ऐन कहिलेदेखि लागू भएको हो? नम्बर क विक्रम सम्वत 2012 असोज 3 गते, नम्बर ख विक्रम सम्वत 2012 असोज 15 गते, नम्बर ग विक्रम सम्वत 2012 असोज 28 गते, नम्बर घ विक्रम सम्वत 2012 असोज 31 गते। यसको सही उत्तर रहेको छ अप्सन नम्बर घ विक्रम सम्वत 2012 असोज 31 गते। प्रश्न नम्बर 5 नेपाल प्रहरी कुन मन्त्रालय अन्तर्गत पर्दछ? नम्बर क गृह मन्त्रालय, नम्बर ख शिक्षा मन्त्रालय, नम्बर ग स्वास्थ्य मन्त्रालय, नम्बर घ विदेश मन्त्रालय। यसको सही उत्तर रहेको छ अप्सन नम्बर क गृह मन्त्रालय।